मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ। यस्तो कानुन भएन उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले। अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ। अब मान्य हर्कराज राईजीको गुनासो गर्ने होइन भन्नुभयो है। त्यो कानुन बनेन, यहाँ यस्तो कानुन बनेन उस्तो कानुन बनेन भनेर गुनासो गर्ने भन्नुभयो, उहाँ नै जानुभयो। बनेकै छैन त गुनासो नगरेर के गर्ने त? यो अहिलेसम्म बनेको भए मैले भने नि जिरो छ, जिरो छ अहिले। त्यहाँ अहिले हामीले केही खर्च गर्नु पर्यो, 10-20 रुपियाँको 1-2 सयको केही किन्नु पर्यो भने नि खोल्तीबाट किन्नुपर्ने छ। किनिरहेको छ क्या अहिले पनि, किनभने कानुनै छैन। अब साउन 1 गतेदेखि त्यो जुन छ, अब आर्थिक वर्ष सुरु हुन्छ साउन 1 वर्षदेखि 1 गतेदेखि। अब त्यहाँ चाहिँ अब अरू मन्त्रालयहरू त तपाईँहरूको कानुन छ के छ, तपाईँहरूले खर्च गर्न सक्नुहुन्छ। हाम्रो त कानुनै छैन। त्यो कानुन नबनेसम्म हामीले आफ्नो खल्तीबाट खर्च गर्ने पक्का हो। यो गर्छु पनि आवश्यक चिजहरूमा। त्यसैले यो गुनासो गरेको होइन, वास्तविकता मैले चाहिँ भनेको हो र यो गराउनै पनि पर्छ र अहिलेको यो चाहिँ आवश्यक के अरे खाँचो पनि हो। र यो अबन्डाको बजेट राख्ने होइन भन्नुभयो। अर्को मान्यज्यूले पनि भन्नुभयो। अब अबन्डा भन्ने शब्द मलाई यो कण्ठ गर्न दुई दिन लाग्यो होला सायद। यो शब्द सुनेकै थिएन त मैले। उहाँ सचिवजीले भन्नुभयो अबन्डामा यति पैसा छ भन्नुभयो। के हो अबन्डा भनेको? भनेको यस्तो यस्तो हो भन्नुभयो। अनि मैले त्यो शब्दलाई त्यो कण्ठ गर्नलाई कण्ठ गरेँ। अनि अलिक बेलुकातिर त बिर्सिन्छु फेरि। होइन त्यो शब्द के भन्नुभएको थियो र भन्नुहोस् त भन्नु, उहाँलाई सोध्नु पऱ्यो मैले। अनि त उहाँले भन्नुभयो, फेरि सम्झेँ है। ल अब कण्ठ गर्छु भने मैले कण्ठ गर्छु भनेको फेरि भोलिपल्ट त बिर्सिन्छु। हेर्नु बल्ल यो अबन्डा भन्ने शब्द बल्ल कण्ठ गरेको छु मैले है। यो किन कसरी खर्च गर्ने के अरे छुट्याइयो भन्ने कुरा के हो भने, अब मन्त्रालयमा चाहिँ के छ त भन्दाखेरि मन्त्री भएको 26 गते, अनि बजेट आएको 15 गते। कसले चाहिँ त्यहाँ चाहिँ त्यो फेरि शिक्षा मन्त्रीज्यूले शिक्षा मन्त्रालयलाई थाहा थियो अब यो छुट्टिएर जान्छ, अब हामीले के बनाउने भन्ने पनि भयो होला होइन। त्यस कारणले त्यो कार्यक्रमै छैन, ऐन कानुनै छैन। के को आधारमा चाहिँ बजेट के अरे उ गर्ने? त्यस कारणले यो चाहिँ अबन्डा त्यसरी राखिएको होला भन्ने हो। अब यसको नियम कानुनहरू के छ? अब यो मैले अघि भने यो कानुन नबनाएसम्म त यो 1% यो 4 अरब रुपियाँ पनि बढी भयो भनेको कारण वास्तविक कुरा हो क्या। मैले ठट्टाको कुरा गरेको होइन अहिलेलाई, यो वर्षलाई। तर यो सबै कानुनहरू बनिसकेपछि 1 अरबले यो 1%ले पुग्दैन। 2%, 3%, 4% जान्नुपर्छ। अब अर्को वर्ष हेरौँ कति कानुन बन्छ। अर्को दोस्रो वर्षमा सायद सकभर 2% बढाउने हो। त्यसपछि तेस्रो वर्षमा 3% बढाउने हो। त्यसो गर्दाखेरि कति हुन्छ? 12-13 अरब रुपियाँसम्म जान्छ। त्यतिले पुग्दैन क्या। मैले भनेको मेरो माग त पहिल्यैदेखि छ। पहिल्यैदेखि के छ भनेदेखि जिडिपीको 1% कम्तीमा विकसित देशहरू बनाउने हो नि, हो कि होइन? कि विकसित देशहरू नबनाऊँ भन्यो भने ठिकै छ। सबैले तपाईँको सल्लाहले नेपाललाई एउटा विकसित देश नबनाऊ भन्ने हो भने त्यो बजेट सरेर 1%, 2% छोडिदिउँ। विकसित देश बनाउने, सबैलाई बाटो बनाउने, सबैलाई के बनाउने भन्ने पनि चाहिने, अनि पैसा खर्च गर्ने डराउने। 1% त मिनिमम, जिडिपीको 1% त मिनिमम हो। अहिलेको सालमा तपाईँले जिडिपीको 1% छुट्याउनु पर्यो भने कति पर्छ? 50 अरब पर्छ। किनभने नेपालको जिडिपी 50-60 खर्ब कति छ? यस्तै 66 रे। ल मैले पनि थाहा छैन, मलाई 50-60 होला भनेको 66 रहेछ। 66 अरब छुट्याउनु पर्छ नि। विज्ञान तथा प्रवृत्ति मन्त्रीज्यूलाई मेरो एउटा जिज्ञासा छ, यसलाई क्वेसनै नभनौँ। नवप्रवर्धन, पेसागत सिपको आधुनिकरण
विज्ञान र प्रविधिमा सिद्धान्तको प्रतिपादन फरक विषय हो। विज्ञान तथा प्रविधि मन्त्रीले धेरै कुरा हामीलाई सिकाउनु पनि भयो, यो एउटा पढाइ पनि भयो, मैले हेरिराखेको छु। अब रह्यो थुप्रै सिप भएका, क्षमता भएका, नलेज भएका जो मान्छेहरू समाजमा छन् तिनी मान्छेहरूलाई यहाँहरूले कसरी समेट्नुहुन्छ, यो बजेटले कसरी समेट्छ, जसले अहिले पनि यो समाजमा आफ्नो क्षमता भएका दलित समुदायका मान्छेहरू धेरै बाहिर हुनुहुन्छ, जसले उहाँको आविष्कार केन्द्रले बनाउने जत्तिकै धेरै आधुनिक सामग्रीहरूको निर्माण गर्न सक्नुहुन्छ, उहाँहरू बाहिर हुनुहुन्छ। उहाँहरूलाई यो मन्त्रालयले कसरी प्रोत्साहन गर्छ, कसरी समेट्छ? मान्य सदस्य गुरु प्रसाद बराल। सभामुख महोदय, मान्य मन्त्रीज्यूको विज्ञान र प्रविधिको क्षेत्रमा जनशक्ति निर्माण गर्ने योजना के रहेको छ? विश्वविद्यालयहरूमा पाठ्यक्रम परिमार्जनको सन्दर्भ नीति कार्यक्रममा आएको छ, यस विषयमा उहाँको योजना के छ? राष्ट्रिय विज्ञान दिवसलाई देशव्यापी विस्तार गर्नुपर्ने आवश्यकता छ, मात्र बजेट 70,000 देख्छु, यसबारेमा मन्त्रीज्यूको के योजना छ? औषधिजन्य जडीबुटीहरू जो देशलाई आत्मनिर्भर गर्ने मात्रै होइन, निर्यातजन्य उत्पादन गर्न सकिन्छ, नवप्रवर्धनका लागि यस विषयमा मान्य मन्त्रीज्यूले के को सोच बनाउनु भएको छ? र आइडिया ब्याङ्कलाई सूचीकरण गर्ने र त्यसलाई प्रबलीकरण गर्ने विषयमा उहाँले विचार राख्नु भएको छ। यसलाई देशव्यापी रूपमा सबै विभिन्न जाति, धर्म, वर्ग, लिङ्ग र अनुसन्धान कर्मीहरूको सबै सिप ज्ञानलाई पञ्जीकरण गर्ने बारेमा मान्य मन्त्रीजीको के योजना छ? धन्यवाद। मान्य सदस्य हर्कराज राई। मन्त्रीज्यूले थुप्रै लामै कुरोहरू सुनाउनु भयो। म के ध्यान आकर्षण गराउन चाहन्छु भने सरकारले गुनासो गर्ने होइन, मन्त्रीज्यू सत्तापक्ष हो या प्रतिपक्ष हो भन्ने कुरो थाहा हुनुपर्छ। यस्तो कानुन भएन, उस्तो कानुन भएन भनेर त्यो लामो गीत हामीलाई सुनाउनु भयो यहाँले। अर्कोचोटिदेखि चाहिँ समयको ध्यान यहाँले दिनुपर्छ जस्तो मलाई लाग्छ। 2 अर्ब 51 करोड पैसा अबन्डामा छ। अबन्डामा बजेट राख्नु हुँदैन भन्ने हाम्रो बजेटको सिद्धान्त हो। अबन्डामा बजेट राख्ने कार्यक्रमै छैन भने त्यो पैसा किन विनियोजित भयो? प्रश्न गर्न चाहन्छु। यो प्रश्न चाहिँ नेपाल सरकार अर्थ मन्त्रालयलाई पनि प्रश्न गर्न चाहन्छु। कुनै बाहनामा तपाईँको चाहिँ रकम दुरुपयोग नहोस् र अबन्डा शीर्षकबाट हामीलाई तपाईँको चाहिँ के अरे शीर्षक बनाउने अनुमति छ भने धरान इनोभेसन सेन्टर स्थापना गरेका छौँ, त्यहाँ इक्विपमेन्ट्स छैन, त्यो इक्विपमेन्ट्स खरिदोस् र नास्टको पूर्वाञ्चल स्तरीय नास्टको चाहिँ कार्यालय हामीले बनाएको छौँ। मान्य सदस्य बलावती शर्मा। सम्माननीय सभामुख महोदय, माननीय मन्त्रीज्यूलाई मेरो एउटा मात्रै प्रश्न छ। अहिले हामी यो 21औं शताब्दी भनिराखेका छौँ र हामी 21औं शताब्दी चाहिँ सूचना तथा प्रविधिको युग पनि भनिराखेका छौँ र सरकारको पुरै प्राथमिकता भनेको एआई, डिजिटल लगायत प्रविधिकै कुरामा मात्रै जोड छ। त्यसकारण झन्डै 1% बजेटले देशका कुना कुनामा, गाउँ गाउँमा कसरी चाहिँ यो प्रवर्धन मन्त्रालय अन्तर्गत कार्यक्रमहरू सञ्चालन हुन सक्छन् र अहिले पनि गाउँ गाउँमा बिजुली छैन अनि टेलिफोन छैन र भए पनि लाग्दैन, टिप्दैन, यस्तो अवस्थामा चाहिँ कसरी कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ? म मन्त्रीज्यूलाई प्रश्न सोध्न चाहन्छु। धन्यवाद। मान्य सदस्य मदन कुमार भण्डारी। सभामुख महोदय, विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय मन्त्रीज्यूको सँग एउटा मेरो प्रश्न छ। प्याटर्न राइट र ट्रेडमार्कको विषय भन्नुभएको छ, यो उद्योग मन्त्रालय अन्तर्गत रहने कुरा। नवप्रवर्धन मन्त्रालयमा ल्याइसकेपछि यसलाई कसरी उत्कृष्ट बनाउन सकिन्छ? प्याटर्न राइट्स हाम्रो चाहिँ अन्तर्राष्ट्रिय स्तरसम्म मान्य हुने गरी कसरी गर्न सकिन्छ, त्यसको ठोस योजना पनि राखिदिन म अनुरोध गर्छु। र जुन अबन्डा बजेट छुट्याइएको कुरा गर्नुभएको छ, यो जनताले तिरेको कर चाहिँ जनताले कहाँ खर्च भयो भनेर पारदर्शी ढङ्गले जानकारी गराउन पर्ने
र हामी सुशासनकै कुरा गरेर बनेको सरकारले चाहिँ ठुलो रकम यो अबन्डमा छुट्याउनु भनेको चाहिँ यो ठिक छैन। उहाँ पछि मन्त्री बन्नुभएको भएर त्यसलाई कार्यक्रम योजना समेट्न नसकिएको हो भने समय थियो। यद्यपि त्यत्रो रकम चाहिँ अबन्डमा छुट्याउनु भनेको चाहिँ पारदर्शितामाथि पनि र जनताले तिरेको करको पनि खर्च कहाँ भइरहेको छ भन्ने कुरा नदेखिएको कुराले यसबारे थप जानकारी गराइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। मान्य सदस्य हरिप्रसाद भुषाल। सम्माननीय सभामुख महोदय, एआई, साइबर सुरक्षा, डाटा अनुसन्धान जस्ता कैयौँ कानुनहरू बन्न बाँकी छन्। कानुन बन्नै 6 महिना लाग्ने स्थितिमा कसरी अगाडि बढ्ने तयारी गरिरहेको छ मन्त्रालयले, एउटा कुरा। अर्को, दक्ष जनशक्तिहरू विदेश पलायन, कैयौँ जनशक्तिहरू विदेश पलायन छ, युवाहरू विदेशमा छन्। विदेश पलायन भएका दक्ष जनशक्तिहरूलाई चाहिँ स्वदेश फर्काउने र उनीहरूलाई उद्योगसँग जोड्ने योजना मन्त्रालयसँग के छ, यस विषयमा प्रश्न पार्नु होला। धन्यवाद। मान्य सदस्यहरू, अब मान्य विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्री महावीर पुनलाई उक्त स्पष्टीकरणको सम्बन्धमा स्पष्ट पार्न अनुमति दिन्छु।